हामी आज कता छोरी खेतबारीमा करेछ बारीमा के गर्दै हो हामी चाहिँ ड्रागन फलेको रहेछ हैन हेर्दैछौँ हैन ड्रागन फुल खेलिसकेको छ यहाँनिर है कमीले लागेको छ त्यहाँ पनि धेरैवटा फुलेको छ बोट यसरी मरेर गयो हैन रोग लाग्दो रहेछ तै पनि फल चाहिँ दिइरहेछ अनि हामी चाहिँ यहाँ मकै बारीतिर छौँ हैन यहाँ लोकल गोल्ड भेडा खै सानो लोकल गोल्ड भेडा देखेन हामीले लगाएको यस्तो खालको लोकल गोल्ड भेडा यो अहिले अचार खान यस्तो मिठो हुन्छ हैन यस्तो मसिनो फल्छ नि पाकेको हैन एकदम मजा आउँछ के हैन सानी खानलाई मकै त कत्रो कत्रो हो कत्रो कत्रो नि हैन मकै त यत्रो यत्रो घोगा नि यति खतरा मकै छ कि हैन यो उसिनेर पोलेर खानलाई खुब मिठो हुन्छ है अनि यतापट्टि इस्कुस पनि छ हाम्रो बारीमा चाहिँ यस्तो यस्तो छ गाइज है अनि अब यहाँ तपाईहरु भिडियो हेरिहाल्नु भयो जस्तै हामीले यहाँ खेत खनेको यहाँ रोप्नको लागि यहाँ धानको बिउ तपाईलाई धानको बिउ देखाउँछु है म धानको बिउ यस्तो खतरा भएको छ कि हामीले राखेको धानको बिउ हैन हेर्नु गाइज अस्ति मैले धानको बिउ राख्नको लागि ठाउँ खनेको भनेको थिएँ नि यो धानको बिउ बबाल भएको छ अब रोप्ने बेला भइसक्यो हैन सानी यतापट्टि मकै त यताबाट हेर्दा झन् दामी छ कि के हो ल मकै अनि सानीलाई कस्तो लाग्छ करेसो बारीतिर आउँदाखेरि राम्रै मात्रै कि रमाइलो लाग्छ कि कस्तो लाग्छ रमाइलो पनि लाग्छ ल यसो जाने यसो भोलि पर्सि जाँदा ल हेर नि मकै फल्यो फलेन कोट्याएको होला यहाँ कठैभरि ल र इस्कुस त हिजो टिपेर खाएको एक खाल्टो छ है सानी गाइस करेसो बारीतिर आउँदाखेरि नै एकदम रमाइलो हुन्छ मजा लाग्छ मजा आउँछ है तपाईँहरूलाई चाहिँ मनपर्छ कि पर्दैन इस्कुस यस्तो खालको इस्कुस हो क्या फेरि यस्तो खालको हरियो खालको है यस्तो हरियो खालको इस्कुस फल्छ क्या हाम्रोमा तर मिठो चाहिँ मिठो हुन्छ इस्कुस गाइस तपाईँहरू पनि यसो फुर्सदको समयमा करेसो बारीतिर छिर्नु होला है अनि अर्ग्यानिक चिजहरू उत्पादन गरेर खानु होला भन्न चाहन्छु यो भिडियोलाई पनि लाइक गर्नु होला है त